पूर्वबाट बालेन्द्र, पश्चिमबाट खगेन्द्रहरूको उदय हुँदैछ। हामी आउँदैछौँ। यो त टेलर मात्रै हो, पिक्चर त अभी बाँकी है भने चाहिँ यो त टेलर मात्रै हो। यो 21 सम्म तपाईँ साथ दिनुहोस्। 21 पछिको 21 वर्ष जिन्दगी दाउमा राखेर पनि यो गाउँको लागि, यो ठाउँको लागि लडिनेछ। मेरो आमाहरूलाई ढुक्क मन गरेर बस्नुहोस्। हिजो काङ्ग्रेस आयो, एमाले आयो, माओवादी आयो, हिजो नेता आयो, आज बेटा आयो। हिजो नेता आयो, आज छोरो आउँदैछ, आज भाइ आउँदैछ, आज दाइ आउँदैछ। कसैले पनि खिन्न मन नगर्नु होला। यो क्षेत्र हाम्रो हो। यो क्षेत्र, म यो क्षेत्रको उम्मेदवार हुनुको नाताले चुनाव जिते पनि चुनाव हारे पनि यो गाउँ बनाउने कुरामा, यो ठाउँ बनाउने कुरामा सदैव हामी एउटा सङ्घर्षमा रहिरहनेछौँ। तपाईँहरूको बिचमा यति कुरा राख्न चाहन्छु। गाउँ गाउँमा गएर, ठाउँ ठाउँमा गएर घन्टीमा भोट कसरी हाल्ने भनेर तपाईँले सिकाउनु हुनेछ। सबैलाई तपाईँले निगरानी गर्नुहुनेछ। पर्सि भोट हाल्न जाने बेलामा कोही मरेका मान्छेको नाममा आउलान्, कोही भागेका मान्छेको नाममा आउलान्, कोही हुँदै नभएका मान्छेको नाममा आउलान्। तपाईँ निगरानी गरेर फागुनको 21 सम्म तपाईँ मेरो साथी बस्नुहोस्। त्यसपछिको 21 वर्ष जिन्दगी दाउमा राखेर पनि तपाईँको लागि हामी लड्न तयार भएर आएका छौँ। तपाईँको क्षेत्रबाट जितेर गएको सांसद कुनै पनि दिन संसदमा ताली पड्काउने, बदम पड्काउने गरेर बस्दैन। अहिले बाँकेको 3 नम्बर क्षेत्र चर्चामा छ। झापापछि, चितवनपछि अहिले बाँकेको 3 नम्बर क्षेत्र सबैभन्दा बढी चर्चामा छ। योभन्दा पहिला को थियो सांसद थाहा छैन, उतापट्टि को छ सांसद थाहा छैन। तपाईँ भाग्यमानी हुनुहुन्छ। यो ठाउँमा केही हुँदैछ, यो गाउँमा केही हुँदैछ। यो त टेलर मात्रै हो, पिक्चर त अभी बाँकी छ। बाहुबलीमा अमरेन्द्र बाहुबली आए चाहिँ सबै उत्साहित भएर फागुन 21 को निर्वाचनको लागि लागिदिनको लागि म हार्दिक अपिल गर्न चाहन्छु। 21 सम्म तपाईँले साथ दिनुहोस्। त्यसपछिको 21 वर्ष भाइ तपाईँको साथमा खडा छ। कहाँनिर उभिनु पर्ने हो, यो सिमल घारीको सिमल चाहिँ ठिङ्ग उभिएर तपाईँको न्याय र हितको लागि हामी लड्ने तयार भएर आइसकेका छौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। एकचोटि आशीर्वाद दिनुहोस् हामीलाई। यिनका विरुद्धमा लड्न सक्ने आशीर्वाद देऊ मलाई, ताकि यिनका विरुद्धमा दरो खुट्टा टेकेर आँखा जुदाएर यिनका प्रत्येक प्रश्नको जवाब फेस गर्न सक्ने गरी जान सक्ने त्यो आशीर्वाद दिनुहोस्। म तपाईँहरू सबैजनालाई हार्दिक हार्दिक धन्यवाद टक्राउन चाहन्छु। बोल्दै जाँदा हाम्रो केही शब्दले मन खिन्न भएको छ, मन पिरो भएको छ भने तिम्रो पाउ छोएर माफी माग्न चाहन्छु। तर यो सत्यको अभियानमा हातेमालो गर्न तपाईँ सबैजनालाई हामी हार्दिक अपिल गर्न चाहन्छौँ। हामीले केही मागेका छैनौँ। कसै न कसैलाई भोट हाल्दै हुनुहुन्छ भने एकचोटि सत्यको पक्षमा भोट हाल्नुहोस्, एकचोटि यो देशको पक्षमा भोट हाल्नुहोस्। यहाँका जनता परिवर्तनको पक्षमा छन् भन्ने विषयमा भोट हाल्न हार्दिक अनुरोध गर्दै